म झोला दिन्छु चढाएर यो फुटाउनु पर्ने हो पण्डितले फुटाइदिन्छ बाबु राखु सो गाइस फाइनली हामी चाहिँ अब टक्क लगाएर यो फुल लिएर जानुपर्ने हुन्छ मन्दिरभित्र प्रवेश गर्नुपर्ने हुन्छ गाइस हामी चाहिँ भित्र छिरिसकेका छौँ टक्क लगाएर अब हाम्रो हातमा योहरू छ कुखुरा पनि छ कुखुरा चाहिँ त्यहाँ चढाउनु पर्ने है त्यो कहाँ काट्नु आइरहनु जस खतरा ग्रुप हुँदैछ अझै खतरा सपोर्ट गर्नु पर्यो उसले बल कन्टेन्ट ल्याउँछ गाइस हेलो गाइस वेलकम टु माई न्यू भ्लग सो मेरो नयाँ भ्लगमा तपाईँलाई स्वागत छ म एकदमै सन्चै छु मलाई आज तपाईँहरू पनि एकदम फाइन होला सो आज न्यू डे न्यू भ्लग र मैले भ्लग नबनाएको चाहिँ अलिकति धेरै समय भयो किन भन्दाखेरि म घरबाट पनि कतै निस्केको पनि थिएन र घरमा बसिरहेको थिएँ एन्ड त्यही भएर मैले भ्लग पनि बनाएको थिएन त्यही अब सर्ट भिडियोहरू चाहिँ हलिरहेको थियो र आज चाहिँ म कहाँ जानु थालेको भन्दाखेरि आज म जाँदैछु यता हेटौँडामै यता मन्दिरतिर जाँदैछु होइन अब के छ भन्दाखेरि स्पेसल्ली चाहिँ अब म पहिला विदेश जाँदाखेरि मम्मीले चाहिँ के भाकलहरू के भन्ने राख्नु भएको अरे त्यो हेरेर चाहिँ कुखुरा लिएर चाहिँ हामी मन्दिरमा जानु थालेको होइन सो मम्मी र म छु टक्क लगाएर अब मम्मी र म चाहिँ यो मन्दिरमा जानुपर्ने हुन्छ त्यहाँ गएर चाहिँ अब कुखुरा त्यहाँ के गर्छ आइरहनु होइन सो गाइस फाइनली अब मम्मी टक्क लगाएर कुखुरा बोकेर के हुन्छ त अब टक्क लगाएर अब यो भाकल होइन त भाकल यो मेरो लागि भाकल यो गऱ्यो भने के हुन्छ बुझाउनु पऱ्यो राखेपछि बुझाउनु पऱ्यो सो गाइस फाइनली मम्मीले म टक्क लगाएर त्यो अब अटो सटोमा के पाउँछ त्यसमा जान्छौँ होइन अब यो कुखुरा खासै यो कुखुरा काटेर अब भाकल पुरा हुने भन्ने चाहिँ अब त्यो हुँदैन जस्तो लाग्छ तैपनि अब हुन्छ होला भगवानलाई विश्वास गर्नु पर्यो हुन्छ विश्वास गर्नु पर्यो होइन अब यो पाप पनि हो पुण्य पनि के हो गाइडन हो बट अब जानुपर्ने हुन्छ गाइस त्यही हो अब बिहान गरेको चाहिँ 7-8 बज्न थालिसकेको छ अब घरबाट हामी हिँड्छौँ टक्क लगाएर त्यहाँ अटो पाउँछ अटोमा चढेर सिधै टक्क लगाएर त्यहाँ जान्छौँ होइन राम्रो हुन्छ सो गाइस त्यही हो जस्तै हामी चाहिँ अब हिँड्नुपर्ने हुन्छ गाइस त्यही हो घरबाट सो गाइस त्यही हो टक्क लगाएर अब हामी चाहिँ अटोमा गइन्छ अनि त्यसपछि बजारमा गएर कहाँ त्यो मन्दिरमा टक्क लगाएर होइन अनि त्यसपछि त्यहाँ के गरिन्छ आइडन्ट नो होइन बट अब त्यहाँ गएपछि थाहा हुनेछ के हुन्छ सो गाइस त्यही हो लेट्स सी हेर्दै गर्नु होला भ्लगलाई कन्टिन्यू Gare. पेन्सन हुन्छ हामी चाहिँ टक लगाएर फाइनली गाइस वे अराइभ त्यत्रो लानुपर्छ त्यो फाइनली कति हो हात धुनुपर्ने हो के लिएर जानुपर्छ रे के लिएर जानु पर्दैन होला पूजा गर्नुपर्छ हामी चाहिँ आइसकेका छौँ मन्दिर चाहिँ गाइस टक्क लगाएर अब यहाँ पूजासुजा के किन्ने हो आइडन्ट सबै छ यो पुरै लानुपर्ने के त्यस्तो यो भाइ 250 अनि 50 रुपियाँ लाग्यो 330 रुपियाँ त्यस्तो लानु पर्दैन सिन्दुरहरू दिएन यति लिएर जाऊ सिन्दुर हो कति यसको अनि यो लाइटरहरू बालेर मलाई लगाइदिनु 300 जम्मा फेरि यहाँ ल्याउनु पर्ने हो हजुर
म झोला दिन्छु चढाएर यो फुटाउनु पर्ने हो पण्डितले फुटाइदिन्छ बाबु राखु पैसा आएर दिने यो त अनि यत्रो त के ल ठिकै छ आएर दिने बाबु सबै हुन्छ त्यसको यो माला त मलाई पनि उही पण्डितले चढाइदिन्छ मातालाई ए ल ठिक छ पैसा दिनु आएर दिने आएर त कहाँ अनि अहिले दिने होला नि खोइ समाउनु एकछिन तपाईँ सो गाइस फाइनली हामी चाहिँ अब टक्क लगाएर यो फुलसुल लिएर जानुपर्ने हुन्छ मन्दिरभित्र प्रवेश गर्नुपर्ने हुन्छ गाइस टक्क लगाएर हाम्रो हातमा चाहिँ यो पूजाको सामानहरू पनि छ अनि यो पूजाको सामानहरू पनि लिएर जानुपर्ने हुन्छ अरे हो भाइ ल जाउँ त यताबाट होला सो गाइस अब चाहिँ हामी चाहिँ भित्र छिरिसकेका छौँ टक्क लगाएर अब हाम्रो हातमा योहरू छ कुखुरा पनि छ कुखुरा चाहिँ त्यहाँ चढाउनु पर्ने है के हो कहाँ काट्ने आइडन न टक्क लगाएर होइन सो गाइस टक्क लगाएर अब भित्र जानुपर्ने हुन्छ भित्र चढाउनु पर्ने हुन्छ सानोले अब टक्क लगाएर हामीले चाहिँ यहाँ भालेले चढाउनु पर्ने हुन्छ खै यहाँ भाले काट्नु पर्छ ल ल ल सुगास फाइनली अब हामी निक्लिनु पर्ने हुन्छ होइन टक्कलाई हामीले पूजा पनि गऱ्यौँ र कुखुरा पनि काटेर पनि त्यो भन्छ के भन्छ पागल पनि चढाएर अब हामीले पूजा पनि गरेर हामी चाहिँ निस्किनु पर्ने हुन्छ गाइस त्यही हो मन्दिर चाहिँ हो गाइस कहाँ दिएको हामीले अघि न तपाईँकोमा हो ए ल ठिक छ यति कारू लिएर जाऊ है बा हुन्छ यो प्रसाद अरू लिएर जाने हो घरमा एउटा कतिवटा यो सेतो लड्डु लड्डु लाने लड्डु त्यहाँ पनि छ रहेछ सन्चै अनि माला धागो मालो अलिकति राख कति हो माला 5 रुपियाँ एउटाको कलर राख्नु बाबु कतिवटा माला 5-6वटा राख्नु न त्यो खोइ कति हाल्नु हिसाब गरिहाल्छु एउटा मात्रै यहाँ त्यो पनि यहीँ हाल्नु न माला कि अरू भयो के लान्छ अब भएपछि यो लान्छ कति पर्छ एउटाको 50 रुपियाँ यो लाने एउटा कि लग्छु त्यो आधी नै छ भने चाहिँ ल यो घरबाट तोड्नु पर्ने हुन्छ गाह्रो छ कति भयो अघिनको त बाबुले दिइसक्यो सो गाइस फाइनल्ली हामी चाहिँ अहिले टक्कै लागेर ट्वाक्कै ठ्याक्कै हामी चाहिँ अब यहाँ घरतिर आइपुग्न थालिसकेका छौँ फाइनल्ली हामीले चाहिँ अब मन्दिरमा गएर पूजा पनि गऱ्यौँ र त्यसपछि हामीले हल्का त्यहाँ अब कुखुरा सुखुरा पनि दान गऱ्यो कति गोरु गयो यो त टन्नै छ त सो हामीले त्यहाँ गएर अब यहाँ तिहार लाग्दैछ यहाँनिर चाहिँ सो फाइनल गाइस त्यही हो हामीले अब मन्दिरमा गएर अनि पूजासुजा पनि गऱ्यौँ अनि पूजासुजा गरिसकेपछि हामी बिहानै गएको थियौँ अनि भुटान देवी मन्दिरमा गएर
पूजा गरेर भगवान्लाई ढोगेर अनि मेरो चाहिँ त्यो एउटा के भन्छ भाकल जस्तो हो कि होइन अनि भाकल चढाएर एउटा कुखुरा त्यहाँ काटेर अनि त्यसपछि भगवान्लाई 2 हातले ढोगेर आयौँ अनि त्यसपछि बजार आएपछि खाना खाजा खायौँ। अब चाहिँ भ्लग इन्डिङ गर्नुपर्ने हुन्छ। आजको भ्लग चाहिँ यति नै भन्न चाहन्छु। भोलिपर्सि फेरि अर्को भ्लग लिएर आउनेछु भन्दै आजलाई के गर्ने बिदा गर्ने बाहिर ए हो ल ठिक छ। खाना पाक्दैछ हामी लिएर आउँदैछौँ। गाइस चाहिँ हो अब फेरि नयाँ भ्लग लिएर आउनेछु। अब त्यही हो भ्लगले चाहिँ हेरेर एकदम सहयोग गर्नु पऱ्यो, सपोर्ट गर्नु पऱ्यो सबैजनाले होइन। त्यही हो गाइस। ल बाई बाई।